सो हेलो गाइज, के छ हालखबर? हामी चाहिँ आज यसो डाँडातिर आएको थियौँ घुम्नको लागि। जाडो छ हेर्नुहोस् यता हाम्रो पहाडतिर चाहिँ। घाम पनि जान लागिसक्यो, चिसो हुन्छ यता, मौसम चिसो छ। कन्टेन्ट नभएको भएर चाहिँ यसरी अब फोटो मिठो सर्ट एन्ड स्विट भुवा गरौँ भनेर हिँडेको। यो लोकल बाटोमा चाहिँ अहिले चाहिँ हामी यस्तै छ हालखबर। हो हेरौँ, जाडोले गर्दाखेरि निकै नै गाह्रो छ, जनजीवन कष्टकर छ। बाहिर निस्किन मन लाग्दैन। घाम लागेको बेलामा यसो निस्किने हो, कहिलेकाहीँ निस्के पनि। हामी चाहिँ अहिले भन्डा साइडमा हिँडिरहेका छौँ सबै हिँडाइ भएर। यस्तै छ अब गर्ने भनेको यस्तै हो। भ्लग स्लग अब कन्टेन्ट छैन, अब हावा भ्लग पनि के बनाउने होइन, नर्मल अब जस्तो हुन्छ त्यस्तै अब त्यस्तै छ। हेर्दै गरौँ, पछि बनाउला राम्रै राम्रै। अहिलेलाई सर्ट एन्ड स्विट भनौँ न, जे होस् हेर्नको लागि अलिअलि मनोरञ्जन मात्रै चाहिँ। अरू केही पनि छैन। अलिक बाटो देखाउँछ है। त्यति राम्रो चाहिँ छैन, बेकार बेकार नै छ बाटो। यस्तै हो पहाडको बाटो, त्यति साह्रो राम्रो हुने कुरो पनि भएन। त्यो पनि राम्रो छ, जान लागिसक्यो। यहाँ चाहिँ एउटा प्रतीक्षालय छ हाम्रो। कस्तो अफरोड, फुल अफरोड। बजारमा त सबै राम्रै छ भन्छ त। योबाट चाहिँ खै गाडीहरू कम हिँड्ने भएको होला भएर होला, खासै बनाएको छैन। पछि वास्तु गरेको छैन अब गभर्मेन्टले। हुन त नेपालको गभर्मेन्टले त्यति खासै अन्त गर्ने वास्तु गर्ने त होइन। ठिकै छ, यस्तै हो। कन्टेन्ट नभए पनि एउटा मिठो कन्टेन्ट सुट भन्न जाओस् होइन, मैले यत्तिकै बनाइदिएको है। मलाई केही विदाउट एनी एक्सपेक्टेसन्स। पनि यसो अनुहार देखाएर गर्न पनि एकदमै लाज लाग्छ क्या मलाई। अनि त्यही भएर लाज लागिसकेपछि के लाज मानी मानी त गर्नु होइन। पछि पछि अब गर्दैछ आउँछ भयो भने ठिकै छ होइन। अहिलेको लागि चाहिँ यस्तै छ। नर्मल भिडियोहरू चाहिँ हाम्रो नर्मल्ली बनाइरहेको सबै ठिक छ, केही छैन। नर्मल यस्तै छ भन्नु, हामी यस्तै त हुनु पऱ्यो जहिले यस्तै सुनेको मान्छेहरू beginning of the sun. उहाँहरूलाई यस्तै हो। अब तमस पनि आउनु लागिसकेको छ। अब यति भन्दै आजको भ्लगलाई म सर्ट एन्ड स्विट भ्लगलाई म यही नै अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद यहाँसम्म हेरिदिनु भएकोमा। बाई बाई।